हेलो सबैलाई है। अहिले भने चाहिँ छुट्टी भएकोले म अहिले फिलहाल चाहिँ घर आएको छु हो। अन्त हिजो अस्ति आएको 2 दिन भयो घर आएको। अन्त अब चाहिँ आज बोलाउँदै थियो फेरि मालिकले अर्को जग्गा जानुको लागि हो। तर आज म गइनँ, आज मेरो काम थियो घरमा। अन्त अब भोलि जान्छु, भोलि मेसिन लोड गरेर अर्को जग्गा लानुपर्ने छ हो। बाँकी यस्तै चाहिँ मेरो गाउँको नजारा चाहिँ यो पारिवारीहरू माबुङ, दोक्सिङ हो, सिगेङ, यता माथिको यो मङ्गलबारिया यता बाँकी यस्तै छ हाम्रो घरहरू। गाउँठाउँ चाहिँ यस्तै छ है। मकैको सिजन हो अहिले गर्ने बेला। यस्तै चाहिँ मेरो गाउँ चाहिँ यस्तै छ। हामी चाहिँ अहिले फिलहाल चाहिँ म चाहिँ बारी घुम्दैछु हो। बारीमा चाहिँ यहाँ माथि दाउराहरू यसो हेर्नु हो। अन्त आफ्नो बारीहरू हेर्दै जाँदैछु यता घुम्नु लागि यसो हो। धेरै भयो नि त अब बारी यताउता नहिँडेको पनि ड्युटीमा टाढो हो। सो अब ड्युटीबाट छुट्टी भएको बेलामा त घरमा घुम्दै नि बारी घुम्दै यहाँ बसिरहेको छु हो। यस्तै चाहिँ गाउँठाउँमा चाहिँ त्यस्तै यो किराहरू काँडा कुरो कराएको कान खान्छ हो। गरम त्यस्तै रहेछ। फेरि अस्ति यो मेसिन चल्दै गरेको जग्गामा चाहिँ हामी 2टा ब्ल्याङ्केट थापेर सुत्थ्यो हो। अहिले घरमा भने चाहिँ एउटै पनि ओर्नु मुस्किल छ। गरमले हेभी लाग्दो गरम हुन्छ यता चाहिँ। अन्त यस्तो यहाँ तल जान्छ हो, यहाँ तल त्यो यहाँ तल यहीँनिर छ खोला चाहिँ हाम्रो यहीँ घरदेखि कति पनि डिस्टेन्स छैन, टाढो हो, एकैछिनमा पुगिहाल्छ। यस्तै छ। बाँकी चाहिँ यता चाहिँ नाम्ची चाहिँ यो साइड हो। यस्तो छ हाम्रो चाहिँ।